पहिला यो भिडियो हेर्नुहोस्। सबभन्दा बढी भिजिट भिसामा रविजी गृहमन्त्री हुँदा गएका छन्। प्रमाण छ, पर डे 44 जनादेखि 49 जना मान्छे पर डे गएका छन्। अरू गृहमन्त्री हुँदा 32-33 जना गएका छन्। छानबिन गरौँ, हामी तयार छौँ। त्यही भएर गृहमन्त्री आफैले गएर रोस्टरमा बोल्नुभयो, म छानबिनको दायरामा आउन तयार छु। छानबिन समिति पनि बन्दैछ, आज भोलि नै गर्छ। हामीले माओवादीसँग गरे छानबिन समिति बन्छ 2-3 दिन संसदीय छानबिन समिति संसदीय छानबिन। काङ्ग्रेसले संसदीय छानबिन समिति बनाउँछ अरे र सबभन्दा बढी भिजिट भिसामा मानव बेचबिखन रवि लामिछानेको पालामा भएको अरे रामहरि खतिवडाले भनेका छन् र 1-2 दिनमै संसदीय छानबिन समिति बन्छ अरे। मैले नबुझ्न नसकेको कुरो चाहिँ अहिलेको हाल वर्तमान भएको गृहमन्त्रीको लागि संसदीय छानबिन बन्छ कि रवि लामिछाने गृहमन्त्री हुँदाखेरि चाहिँ मानव तस्कर भयो भनेर संसदीय छानबिन समिति बन्छ? तपाईहरूलाई के लाग्छ? अहिलेको गृहमन्त्रीको लागि बन्ने हो कि रवि लामिछानेलाई चाहिँ फेरि पनि अर्को मुद्दा हाल्नको लागि बन्ने हो? कृपया तपाईँहरूको चाहिँ कमेन्ट जाओस् है।